ल अब म गुराँस त्यहाँ आउँछ गुराँस ल यार आम्बोले गुराँस त के हो र अन्डको टावर एरोप्लेनको टावर हो नि यस्तो रहेछ घाँटे अन्डको के हो बाइक यही एकपल्ट मान्छे बु हाल्नु गयो क्या रडार क्षेत्र भनेर सर्च गऱ्यो भने ठ्याक्कै आइपुग्यो। हेलो साथीहरू सम्पूर्णमा नमस्कार अनि स्वागत छ फेरि पनि एउटा नयाँ भिडियो। म सम्राज तामाङ तपाईँहरूको साथी। आइ होप सबैले सन्चै होला आरामै होला। म पनि सन्चै आरामै छु। आज पनि एउटा नयाँ भिडियो बनाउँदैछु। घुम्न जाँदैछु। कहाँ घुम्न जाने के हो भन्ने कुरो थम्बनेल हेरेर थाहा पाइसक्यो होला। भिडियोमा बन्दै गर्नु होला। रमाइलो गर्नेछु है त। हेलो साथीहरू म चाहिँ घुम्न जाँदैछु यो तिनपाने डाँडातिर। त्यहाँ चाहिँ यो एरोप्लेनको टावर हेर्नलाई जाँदैछु। अवश्य पनि रमाइलो गर्नेछु। अहिले यो म चाहिँ यो कान्ति लोकपथको बाटो हिँड्दैछु। यो चाहिँ कान्ति लोकपथको बाटो यो हेटौडा जाने बाटो हो। यहाँबाट चाहिँ ट्रक चलाएर चापागाउँ हुँदै तिनपाने भन्छ यता भट्टे डाँडापुरी माथि यो एरोप्लेनको टावर गोल अन्डा जस्तो भएको ठाउँमा यहाँको भ्यू देखाउने छु। के हो तिनपानेबाट चाहिँ हामीहरू त्यो गेटबाट छिरेर यता आउँदैछौँ उकालोपुरी। हेरौँ कस्तो ठाउँ रहेछ। बाटो यत्तिकै भइदियो जाँदैछ भाइ त। के हो बाइक यही एकपल्ट मान्छे बु हाल्नु गयो क्या होइ चौमिसी जस्तो थाहा होइ पुरै लेफ्टमा आइपुग्यो हामी चाहिँ यो टुङटुङ टाढा पिकनिक स्थलले ओहो राम्रै यो ठ्याक्क आइपुग्यो त हामी त ऊ दामी रहेछ ल ठाउँ त। ओ त्यहाँनिर अन्डा जस्तो टावर ठाउँ त दामी रहेछ। तल चाहिँ पिकनिक खाने ठाउँ रहेछ। गुराँस त जताततै अहिलेसम्म चाहिँ गुराँस रहेछ मजाले। यहाँबाट जानु दिँदैन होला। एरोप्लेनको टावर हो नि यस्तो रहेछ घाँटे अन्डा जस्तो देख्ने हुँदैन। ल गुराँसै फुल्यो बनैमा टुङटुङ टाढा मेरो मन टुक्ला
तिम्रो मनैमा टाढा बोले कुरा त के हो एरोप्लेनको टावर भएको त्यहाँ छ टावर म यहाँ छु यहाँ गुराँस हेर्न आएको म बास गुराँस नानी हेर्न यहाँ मान्छेले यस्तो तालले खाएको छु टिपेर अहिले म यहाँ माथि गएर देखाउँछु यस यस्तो फेरि ल अब म गुराँस देखाउँछु गुराँस र यहाँ पिकनिक स्पट पनि रहेछ माथिमा नाचिरहेको कन्दहरूलाई ल साथीहरू अब म चाहिँ यहाँ यो रडार क्षेत्र भनेर सर्च गऱ्यो भने ठ्याक्कै आइपुग्यो यो एरोप्लेनको टावर भएको माथि देउराली भ्यू टावर चाहिँ गएन किनभने 2 किलोमिटर जति हिँड्नुपर्ने होला त्यही भएर चाहिँ गएन गुराँस त टन्नै देखेको थियो तैपनि हिँड्नलाई अल्छिलाई माथि अब अर्को पटक आउँला हामी अब यहीँसम्म आइयो अल्छी लाग्यो आजको भिडियो यतिखेरसम्म हेरिदिनु भयो सम्पूर्णलाई धन्यवाद भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु हस्त धन्यवाद।